तपाईलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ म गाउँ आएको थिएँ र गाउँमा चाहिँ म आफ्नो दाइको घर बसेको थिएँ र आज म दाइको घर देखाउनेवाला छु तपाईलाई। र मेरो ब्लग कस्तो लाग्यो लास्टमा चाहिँ कमेन्ट गरिदिनु होला। र म हिँड्दै आफ्नो दाइको घर जाँदैछु र घर पुगिसकेपछि मेरो दाइको घरमा के छ हरू मेरो दाइको घरमा के छ र कस्तो छ घर भनेर पनि देखाउने कोसिस गर्छु। र म आफ्नो दाइको घर आइसकेको छु र मेरो दाइको घर हेर्न सक्नुहुन्छ तपाईहरु। यस्तो छ र तपाईलाई मेरो दाइको घर कस्तो लाग्यो गाउँमा र तपाई बताउनु होला, सुझाव सल्लाह दिनु होला। र म मेरो दाइको घर आइसकेको छु र तपाईहरुलाई चाहिँ अब म आफ्नो दाइको घरमा के छन्, बाख्रा भैँसीहरु के छन् देखाउन कोसिस गर्छु है त। हेर्नु होला साथीहरु। अरे यहाँ त एउटा दुईटा तीनटा गाई रहेछ, चारवटा पाँचवटा गाई रहेछन्, अरु बाख्राहरु, अरे एउटा बोका पनि रहेछ। र तपाईलाई म बाहिरको अवस्थाहरु गोठ पनि देखाउन चाहन्छु। र साथीहरु हेर्नु होला है त, गोठ, अरे गोठ हेरौँ। यहाँ एउटा चारा मसिन छ, एउटा गोठ छ र यहाँतिर चाहिँ पछाडि हेर्न सक्नुहुन्छ मेरो पछाडि चाहिँ पराल राखेको रहेछ नि गाई गोरुको लागि। पराल र उता पनि पराल, यता पनि पराल, उता पनि पराल, कति पराल राखेर रहेछन् हेरौँ है त। अरे हेर त, यहाँ लाइन पनि लगाएको रहेछ, हाम्रो बर्सिन्छ त्यहाँ लाइ चाहिँ। यति हरियाली रहेछ त गाउँतिर, त यति राम्रो हरियाली रहेछ गाउँतिर। तपाईलाई के कस्तो लाग्यो आफ्नो सुझाव सल्लाह दिनु होला साथीहरु। धन्यवाद। आज मेरो फर्स्ट मिनी ब्लग यही इन्ड गरौँ। हस्, धन्यवाद।